हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदमै सन्चै नै छु। अनि गाइस, आज चाहिँ खास कुरा के हो भन्दा चाहिँ हाम्रो गाउँमा चाहिँ यस्तो बब्बाल सुन्तला हुन्छ है। त्यो सुन्तला बगैँचा चाहिँ म देखाउन गएको छु तपाईँहरूलाई। टक्क हेरेर साथ दिनु होला है त। बेसी जान्नु छ। यहाँ चाहिँ मलाई पाडोले चाहिँ एकदमै बोलाएको गरेर म चाहिँ यहाँ पाडोदेखि पनि आएको छु। हाम्रो पाडो के भयो सन्चै छस्? बोल्यौ त बा एकचोटि। टिकटक हेर्ने अल्लाह 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 बोल्छ गाइजहरू। हाम्रो यस्तो उयो मेन्सन चाहिँ 3वटा छ। ओइ देख्नु सक्नुहुन्छ गाइस, यहाँबाट पनि हल्का फुल्का टक्क ल्याएर सुन्तला सब यो चाहिँ सब सुन्तला यहाँ भएको चाहिँ यहाँ पनि छ। तर यस्तो भइसकेको छ हेर्नु त गाइजहरू। त्यहाँ कस्तो छ भाइ गड, यस्तो बबाल हुन्छ सुन्तला। ओहो के गर्नु, यसपालि चाहिँ खासै छैन है गाइजहरू। फेरि पहिलाको जस्तो त छैन। पहिला त फेरि गाइजहरू यस्तो बबाल थियो नि है। खै कुरै नगरौँ। म त्यो भिडियो पनि यही भिडियोको क्लिपमा हालिदिन्छु, सबैजनाले हेरिदिनु होला है त। ल गाइजहरू सुन्तला यही अहिले त खासै छैन हेर्नु। जस्तो यो चाहिँ भर्खरको बिना हो नि त गाइजहरू। यहाँ चाहिँ सुन्तला चाहिँ भर्खरको हो नि त यिनीहरू। भर्खरको सुन्तला हो यो चाहिँ। भर्खरको बिना भनौँ न, भर्खरको हुँडै गरेको सुन्तला हो नि त यो चाहिँ। बल्ल कति 5-6 वर्ष भयो क्या है। 6 वर्षमा चाहिँ यतिको चाहिँ बबाले फलेकै हो भनौँ। योभन्दा अघिल्लो वर्ष झन् बबाल फल्थ्यो गाइजहरू। कुरै नगरौँ त्यसको चाहिँ। यहाँ पनि सक्नुहुन्छ हक्क लगाएर। यो चाहिँ हाम्रो बारीको घरबारीतिर यता नि योभन्दा उता त्यही छ। उता पहिला खेत रोप्थ्यौँ है। अहिले चाहिँ पुरै सुन्तला रोपेर यस्तो बबाल फल्ने भइसकेको छ नि। है अहिले चाहिँ पहिलाको जस्तो छैन अहिलेको चाहिँ सुन्तला चाहिँ। तर यो साल हुँदैन, फेरि अब अर्को साल हुन्छ त्यस्तो गरी फल्छ कि। हुनेको त फेरि हुन्छ गरे, नहुनेको त्यही हो नि गाइजहरू। कोडो पनि ओहो ऊ तरिकाले फलेछ होइन त। पाकिसकेको छ कोडो पनि। कोडोको काट्ने बेला पनि भइसक्यो। त्यहाँ पनि काट्ने बेला भइसक्यो होला गाइजहरू। हजुरहरूकोमा पनि के हजुरहरूले काम गर्नुहुन्न र त्यस्तो है भइहाल्छ। यो यहाँदेखि माथि पनि शब्द हो, माथिसम्म चाहिँ सुन्तला छ। यहाँदेखि तलमा पनि सुन्तला छ। त्यो सब सुन्तला त्योहरू त्यही नै हो। यो चाहिने भिडियो चाहिँ हाम्रो पोहोर सालको हो। स्वर हेर्नुहोस् है त एकछिन। सुन्तला चाहिँ यो है गाइजहरू। यो यहाँदेखि ओह्रालो सलक्क खेत। पहिला चाहिँ हामी खेत रोप्ने गर्थ्यौँ। अहिले चाहिँ सुन्तला टक्क फलाएर है यस्तो भइसकेको छ हेर्नु सक्नुहुन्छ टक्क। अहिले चाहिँ खासै छैन सुन्तला चाहिँ है। पहिला झन् यस्तो बबाल थियो नि आमा सुन्तला त। अब फेरि यो साल होइन, अब अर्को साल फेरि बबाल हुन्छ अरे गाइजहरू। त्यही नै हो, बबाल हुन्छ सुन्तला चाहिँ। सुन्तला चाहिँ सुन्तला बगैँचा चाहिँ यहीँ देख्नु सक्नुहुन्छ टक्क। खाने भए आउनुहोस् टक्क लगाएर हाम्रो गाउँ। यस्तो पहिला त ओहो कुरै नगर। यस्तो यो हदाउने हालेको छ नि। यो पुरै पातैभरि हुन्थ्यो गाई चाहिँ।
रातैभरि त्यो यहीँ जोतासुकै हुन्थ्यो अहिले नि छ छन त तर हल्का फुल्का छ ए अब कति भुइँमा झर्छ कति फाल्नुपर्छ कति चराहरूले खाइदिन्छ है अनि बल्ल बचेको चाहिँ बेच्ने यताउति खाने है त्यही नै हो खोर्सानी चाहिँ सब सकिसकेको छ टिपेर हाम्रो चाहिँ डल्ले खोर्सानी हुइतलासम्म छ गाईहरू हाम्रो सुन्तला चाहिँ लगभग 300 जति बिना सक्यो हाम्रो चाहिँ पोहोर साल त यो सुन्तलालाई पनि रोग लगाएर चाहिँ हामीले 7-8 सय चाहिँ एकै वर्षमा काटेर हालिदिएको फेरि एकै वर्षमा काटेर हालिदिएको अहिले फेरि खासै त्यस्तो त छैन त्यो आँगा धेरै मर्ने गरेको छ फेरि सब काट्नुमा चाहिँ यस्तै सब काटेर फाल्नुपर्छ यो हाँगाहरूलाई चाहिँ है त्यही नै हो हजुरहरूको गाउँतिर नि हुन्छ होला सुन्तलाहरू हजुरको गाउँतिर नि हुन्छ होला नि सुन्तला होइन र हो नि त यही नै हाम्रो सुन्तला बगैँचा गाईहरू अनि यो उतामा चाहिँ पोहोर साल त फेरि दरु फल्थ्यो यो उतामा चाहिँ होइन 2 डुको जति आएको थियो तर सब ठुल्ठुलो के ए बा सब अमिलो जस्तो ठुलै ठुलो अहिले फेरि खासै त्यस्तो छैन रहेछ ए सानो सानो नै छ है त्यही नै हो अनि गाइजहरू फाइनली लास्ट पाटो चाहिँ त्यो है त्यहाँदेखि उता पराउँछौँ सरलाई उता माथि भइहाल्यो अनि उता घरबारी छ त्यति नै हाम्रो सुन्तला चाहिँ है मलाई हाग्न देऊ तिम्रो छातीभरि मलाई भल्न देऊ तिम्रो वरिपरि खतरा गीत पनि गाइदिन्छु मैले फेरि ए मात्र अब फेरि यो सुन्तला चाहिँ 2 महिनापछि चाहिँ टक्क लगाएर टिपिन्छ है पुसतिर पुसो लास्ट भन्दा नि 15-20 तिर त टिप्छन् गाईहरू त्यो बेला नि म भलक हाल्नेछु सुन्तला टिपेको है सबैजनाले हेरेर हेर साथ सपोर्ट गरिदिनुपर्छ गाईहरू त्यही नै हो अनि लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नसुर्तामै गाईहरू लाइक कमेन्ट सेयर पनि गरिदिनु त्यही नै हो ल गाइस अब चाहिँ म चाहिँ घर फर्किसन लागेको है यो घर चाहिँ म अब होइन गइरहेको छु सबैजनाले हेरेर मेरो साथ सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला फेरि यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु सब्सक्राइब गर्न भएको छ सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला है त ओके बाई अब नेक्स्ट भिडियोमा भेट्नेछौँ